एक बात तो है माननी पड़ेगी कि नेपाल का टिकटॉक जो है ना अलीज़े आयुष से ही चलता है, ठीक है। अलीज़े आयुष का मस्त टॉपिक मिला हुआ है, सब पेल रहे हैं, आंटी अंकल लड़कियां लड़के हिजड़े सब पेल रहे हैं, सब नेपालबाट के छ हैन। अब यति मेहनत गरिरहेको छु हैन, यस्तै नेपालको अनि भारतको झन्डा लगाएर साइकलमा मुम्बई गोवा कन्याकुमारी धनुषकोटी भन्न कति सजिलो छ है, कस्तो मजाले मुम्बई गोवा कन्याकुमारी धनुषकोटी। मान्छेलाई थाहा छ म कन्याकुमारीबाट खाली खुट्टाबाट साइकल यात्रा गरेर आएको छु कि धनुषकोटी ठाउँमा, रामेश्वरमदेखि धनुषकोटी भन्न कति मजाले छ ठाउँको नाम। तर साइकल यात्रा एकतालि सम्झिनुहोस् त, 104 दिन भयो। अघि त्यहाँ पर नास्ता खानलाई म हुरुक्कै भएको थिएँ कि अरूले माछा खाएको पुरा माछा पुरै भइरहेको थिएँ, प्याला त्यो माछा देखेर म हुरुक्कै भएको थिएँ कि। तर के गर्नु, पैसा पाकेटमा 1 रुपियाँ थिएन। अहिले चाहिँ यहाँ जे होस् इन्डियाको मान्छेहरूले मलाई 250 रुपियाँ दिनुभएको छ, एकजनाले 100 दुईजनाले 100 एकजनाले 50 रुपियाँ दिएर मलाई सहयोग गर्नुभएको छ। यो चाहिँ मेरो लागि 2.5 दिनलाई खाना हो। यस्तो छ नेपालको अवस्था। अनि हाम्रो नेपालीहरूले फेरि कस्तो थाहा छ, जो नेपाललाई हिजड़ा एबड़े बोलता है ना, उन लोगों का सपोर्ट करते हैं हमारा नेपाल, पता है। अभी एलिजा ने पादा वो वाला वीडियो भी देखा था मैंने, कसम से गाइस एलिजाले पादे हेर्नुस् त गरे, त्यो पनि केही भिडियो हुन्छ, कस्तो कलरको चड्डी लाउनु भएको छ त्यस्तो पनि भिडियो हुन्छ। त्यस्तोलाई सपोर्ट गर्नुहुन्छ हाम्रो नेपालको मान्छेहरूले हैन। अब यस्तो मेहनत गरेर नेपालको झन्डा साइकलमा खाली खुट्टा साथ हिँडेकोलाई त केही वास्तै छैन हैन। यही हो, जो मैले भारतमा पुरा नेपालको झन्डा लिएर, नेपाल सुन्दर छ, राम्रो छ, नेपालमा पशुपति मन्दिर छ, अनि मनाङ मुस्ताङ छ, माउन्ट एभरेस्ट छ भन्दै जो प्रचार गर्दै हिँडेछु त्यो त केही काम छैन हैन। बाहिरको मान्छे आउँछ, नेपाल यस्तो उस्तो हिजरा अङ्कल आन्टी, मैले गर्दा टिकटक चलाएँ, मैले भाइरल गराएँ नेपाल, त्यस्तोलाई सपोर्ट गर्नुहुन्छ। के देखेँ थिएँ मैले, ल एलिजाले आज पादियो, वाह बहुत राम्रो है। नेपालीहरू यस्तै गर्नु होला। अनि जतिजनाले सपोर्ट गर्दै हुनुहुन्छ सपोर्ट गर्दै गर्नु होला। अनि जति पनि एलिजाले पाद्यो हग्यो है, आज मुत्यो भनेर गिफ्ट गर्नुहुन्छ, तिनीहरूलाई सपोर्ट गर्नुहुन्छ। तिनीहरू भनेको अब त्यस्तै तरिकाको, त्यही पादेको मुतेको हगेको देख्ने मान्छेहरू हुन् है तिनीहरू चाहिँ। अनि त्यही भएर जो नेपालको स्ट्रगल गरिरहेको, नेपाललाई चिनिरहेको छ, त्यो मान्छेलाई सपोर्ट गर्नु होला भन्न चाहन्छु म चाहिँ पुरा नेपालीहरूलाई। अनि जो नेपालीलाई नराम्रो भन्यो, नेपाल पुरा वीर नेपाल अब यतिखेरसम्म कसैको देशको अगाडि नझुकेको, कसैको गुलाम नभएको देशलाई नराम्रो भन्छ, त्यसलाई सपोर्ट गर्नु भएको छ जतिजनाले, उहाँहरूले पनि गर्दै गर्नु होला हैन। तपाईहरु भनेको त्यस्तै निज खाले मान्छे हो, त्यही भएर तिनीहरूलाई सपोर्ट गरेको हुनसक्छ। अनि पछि जति पनि वीर नेपाली, ओरिजिनल नेपाली गोर्खाली हुनुहुन्छ सबैजनाले यता हाजिर हुनु होला भन्न चाहन्छु हैन। जो नेपालको झन्डा लिएर पुरा भारतमा चिनाइरहेछ हाम्रो नेपाली झन्डा। अहिले त्यहाँ पर धनुषकोटीमा मैले यो साइकल राखेको थिएँ, हाम्रो नेपालको झन्डा समातेर कतिजनाले फोटो खिचेको थाहा छ हजुरहरूलाई। कति प्राउड फिल भयो क्या मलाई। यो मेरो लागि मात्रै प्राउड फिल होइन क्या, हाम्रो नेपालको लागि प्राउड फिल हो, थाहा छ। मैले नेपाललाई यसरी चिनाइरहेको छु। त्यही भएर गाइज अभी चार्ज पनि धेरै छैन मोबाइलमा, अनि त्यही भएर सबैजनालाई सपोर्ट गर्नु होला नेपालबाट पनि भन्न चाहन्छु। यति धेरै मेहनत गरिरहेको छ, 1-2 लाइक, 1-2 सब्सक्राइब, 1-2 कमेन्ट हान्न तपाईँलाई केही ठुलो कुरा होइन, फ्रीको चिज हो, सबै फ्रीको चिज हो। हजुरहरूको लाइक कमेन्ट सेयरबाट मलाई धेरै प्राउड फिल हुन्छ, त्यही भन्न चाहन्छु। अगाडि बढ्नमा हौसला लाग्छ। अनि त्यही हो, सबैजनालाई सपोर्ट गर्नु होला, टिकटकमा, फेसबुकमा, युट्युबमा सबैजनालाई सपोर्ट गर्दै गर्नु होला भन्न चाहन्छु। अनि त्यही हो, आजलाई चाहिँ यति नै, धेरै चार्ज पनि छैन। अब चाहिँ म जानेछु धनुषकोटीबाट अगाडि रामेश्वरमतिर जाँदैछु हैन। अनि सबैजनालाई सपोर्ट गर्नु होला। गाह्रो पिर मान्नुहुनेहरूले मानिराख्नु होला। गाह्रो पिर मान्ने यो मैले भनेको कुराहरू गाह्रो पिर मान्नुहुन्छ भने त्यस्तै मान्छेहरूले मान्छ कि जो नेपाललाई माया गर्दैन हैन, त्यस्तो मान्छेले गाह्रो पिर मान्ला। तर नेपाललाई जसले माया गर्छ, नेपाली हो म गोर्खाली हो भन्छ नि, त्यो चाहिँ यो भिडियोलाई जरुर लाइक सेयर सब्सक्राइब गर्छ अनि कमेन्ट पनि गर्छ है त, त्यही भन्न चाहन्छु। आजलाई चाहिँ यति नै। थ्याङ्क यू सो मच नेपालीहरू, सबै नेपाली कम्युनिटीबाट सपोर्ट गर्नु होला। भारतको यात्रा गर्दैछु। अनि पछि अब चाहिँ खाली खुट्टा म चाहिँ रामेश्वर कन्याकुमारी टु पशुपतिमा जाँदैछु जल लिएर। अनि सबैजनाले युट्युबमा भिडियो पनि हेर्दै गर्नु होला भन्न चाहन्छु। अनि पछि अर्को दिन म चाहिँ मोबाइलमा चार्ज भएको दिन चाहिँ किन म हिन्दी भाषा बोलेर भ्लग बनाइरहेको छु त्यो पनि सबै भन्ने छु हजुरहरूलाई। आजलाई यति नै। हजुरहरूको दिन शुभ रहोस्। अनि बिहानमा टाइममा हेर्नु भएको नि गुड मर्निङ, रातिको टाइममा हेर्नु भएको छ भने गुड नाइट भन्न चाहन्छु। अहिले चाहिँ यति नै। बाई बाई, टेक केयर, गुड नाइट।